इत्यादि हेतवे तापत्रय विनाशाय श्री कृष्णाय वै नमः। हे कृष्ण करुणा सिंधु दीनबंधु जगतपते गोपेश गोपिका कांत राधा कांत नमस्ते। कृष्ण तुदीय पद पंकज पंजरांते अद्वै भमे विशुतमान सराजांश प्राण प्रियाण समय कपवात पितेरे कंठा बरोद नवदु श्रवणं मुक्तस्ते। शिवं भज वासुदेवं भज भज वासुदेवं भज वासुदेवं भज वासुदेवं कृष्णाय वासुदेवाय परमात्मा प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। परीक्षित महाराजलाई सुखदेव स्वामी गंगाधरको सान्निध्यमा भागवत भक्ति महिमाको बारेमा बडो गम्भीर ज्ञान दिनुभयो। मैले हिजो कर्म विधानको व्याख्या गरेको थिएँ। आज हिजो कर्म विधान हामी जे छौँ अहिले हाम्रो कर्मको प्रधानताको कर्मको प्रभावको कारणले हो। त्यहाँनिर हल्ला पुरुषाई परीक्षालाई सुखदेव सही भन्नुहुन्छ। कर्मको प्रधान बुद्ध दर्शनले पनि कर्मलाई प्रधान मानेको छ। एउटा प्रश्न यहाँलाई गर्न मन लाग्यो। न्युन्जिन नेपालजी यहाँलाई एउटा प्रश्न गर्न मन लाग्यो कि कर्मको सुरु कहाँ हुन्छ? कर्मको सुरु कहाँ हुन्छ? कहिले केमा? कल्पना गरे हो र उसले स्कुल जाने जन्मना साथ सुरु गरे हो। कर्मको सुरु भनेको मनमा हुन्छ। ध्यान दिनुहोस्, हर कुराको सुरुवात कर्मको सुरुवात मनमा हुन्छ। जापान आउने कल्पना मनमा, जापान आएर व्यापार गर्ने, रेस्टुरेन्ट खोल्ने, अनि गएर चाहिँ व्यवसाय खोल्ने, जागिर गर्ने, त्यो सबै कल्पना मनमा। विवाह गर्ने कल्पना, जापानको चाहिँ पिआर लिने कि नलिने भन्ने कल्पना सबै मनमा। जापानमा टोकियो सप्ताह लगाउने भन्ने पनि मनमा। त्यही भएर मनको शुद्धिकरण भागवतले भन्नुहुन्छ। कर्मलाई राम्रो गर्नका लागि मनको शुद्धिकरण गर्नुहोस्। कर्मको मूल भनेको मन। मूल नै धमिलियो भने तलको सबै धमिलिन्छ। त्यही भएर मूल सफा गर्नु। बुद्धले पनि त्यही भन्नुभएको। बुद्धले 4 आर्य सत्य भन्नुभएको छ। म बुद्ध दर्शनको विषयमा पनि प्रवचन गर्छु, धम्मपदको बारेमा। अनि गएर बुद्धले 4 आर्य सत्य भन्नुभएको के हो त भन्दाखेरि दुःख छ, दुःखको कारण छ, दुःख निराकरण हुन्छ, निराकरण गर्ने उपाय छ। 4वटा आर्य सत्य। त्यसलाई बुद्धले चाहिँ सम्यक दृष्टिबाट सम्यक समाधिसम्म भन्नु। हाम्रो पूर्वीय दर्शन, हाम्रो बेलले के भनेको छ मन। त्यसको लागि कर्मको शुद्धिकरणको लागि चाहिन्छ भक्ति। भक्ति भने के भन्दा भक्ति भनेको समर्पण, भक्ति भनेको प्रेम हो। उसप्रतिको प्रेम, ईश्वरप्रतिको समर्पण, ईश्वरप्रतिको पूर्ण विश्वास, त्यसलाई भनिन्छ भक्ति हो। तपाईँले 10 मान खर्च गर्नुभयो, त्यहाँबाट सिकेर त्यो 30 मान चाहिँ सञ्चित भयो, सङ्कलित भयो। 30 मान ब्याङ्कमा छ। हो काइदो पुगेर फर्केर आउँदाखेरि 10 मान खर्च हो। त्यो खर्च गर्नका लागि छुट्याएको भागलाई त्यसलाई चाहिँ प्रारब्ध कर्म भनिन्छ। जस्तो राम्रा नराम्रा कर्महरू हामीसँग विद्यमान छन्, धेरै छन्। त्यो कर्मले यो जीवनमा छुट्याएर आएको कर्म, त्यो पुरै कर्मबाट यो जीवनमा भोग्नुपर्ने कर्म चाहिँ
सकेर भाग बनेर आएको छ त्यसलाई भनिन्छ प्रारब्ध। भाग भएको हुनाले त्यसलाई भाग्य भनिन्छ। त्यही भएर अघिल्लो जन्मको कर्म नै अहिलेको भाग्य हो। ध्यान दिएर सुन्नुहोस्। जिज्ञासा लाग्यो भने जस्तो सुकै प्रश्न गरे पनि हुन्छ। दुईटा कर्म, तेस्रो क्रियमाण कर्म। त्यही बात हो। वैदिक शक्ति सनातन धर्मले दिएको ज्ञान धर्म। सबले यसरी होइन क्या, भगवानलाई बोला जस्तो आत्मा ज्ञानले पाएको सनातन धर्म। आत्मा ज्ञानले पाएको सनातन धर्म। सनातन धर्म छोडी मनको लिए चल्ते। सनातन धर्म छोडी मनको लिए चल्ते। मन मन्दिर हरिराम आए इस धरती में ज्ञान को पंखा हमके। माटे दुनिया को नसानी दो धमके। आत्मा हरिराम असुरले नजन्दामा छोड्नु पर्यो सुली। असुरले नजन्दामा छोड्नु पर्यो सुली। स्वधर्मको शङ्ख फुकी चढौँ हिमाल छुने। आत्मा ज्ञानले पाएको सनातन धर्म। आत्मा ज्ञानले पाएको सनातन धर्म।
श्री भोलु वैदिक सत्य सनातन धर्म को, श्रीमद् भागवत महापुराण को। त्यही भएर सबभन्दा पहिला आत्मज्ञान।